11औं संस्करणको नारदमुनि थुलुङ स्मृति गोल्ड कप माघ 15 गतेदेखि सुरु हुने भएको छ। आयोजक बसा क्लबले आज पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको मिति सार्वजनिक गरेको हो। राष्ट्रिय स्तरका 8 टिमको सहभागिता रहने प्रतियोगिताको फाइनल खेल माघ 22 गते हुने क्लबका अध्यक्ष दिनेश राईले जनाएका छन्। प्रतियोगिताको विजेताले 5 लाख र उपविजेताले 3 लाख पुरस्कार प्राप्त गर्नेछ। खेल चौदण्डीगढी स्थित नगरपालिकाको नारदमुनि थुलुङ रङ्गशाला बसामा सञ्चालन हुनेछ। सहभागी टिमहरूमा आयोजक बसा 11, एकलक्ष सिटी मोरङ 11 र द युङ ब्रदर्स सुनसरी 11, सहलेस क्लब सिराहा, नेपाल खेलकुद क्लब रौतहट, नेपाल एपिएफ क्लब काठमाडौँ, न्यू त्रियोगा स्पोर्ट्स क्लब सप्तरी, झापा 11 समेत रहेका छन्। प्रजातन्त्रिक योद्धा साहसिक व्यक्तित्व स्वर्गीय नारदमुनि थुलुङको स्मृतिमा आयोजना हुँदै आएको गोल्ड कप उहाँकै स्वर्गारोहण भएको दिन फाइनल खेल गरी समापन गरिने भएको हो।